2082 सालमा 7 राशि हुनेले अचम्मैसँग सफलता प्राप्त गर्न सक्दैछन्। जित्दैछन् यी 7 राशिले संसार, बन्दैछ यिनीहरूको भाग्यमा अत्यन्तै दुर्लभ राजयोग। नमस्कार। आजको बसाइमा तपाईको चिनामा यदि ग्रहहरू बलिया छन्, तपाईको भाग्य बलियो छ, तपाईको कुण्डलीमा राम्रा राम्रा ग्रहको अवस्था छ भनेदेखि पक्कै पनि यी 7 राशिले आउँदो 2082 साल यानी कि ईस्वी सम्वत 2025 मा तपाईले फड्को मार्न सक्नुहुन्छ। यी 7 राशिको बारेमा मैले कसैले पनि नखोलेको भविष्यवाणी, कसैले पनि नगरेको भविष्यवाणी गर्दैछु। 12 वटा राशिहरू मध्येमा सर्वप्रथम 1 नम्बर, उत्कृष्ट 1 नम्बरमा पर्न गएको छ वृष राशि। सुख, सौभाग्य, समृद्धि, आनन्दले प्राप्त गर्न सक्ने खालको एउटा सुगम राजयोग निर्माण हुँदैछ। तपाईले सोचेको सम्पूर्ण कार्यहरूमा सफलता प्राप्त गर्न सक्ने खालको अत्यन्तै दुर्लभ राजयोग बन्दैछ वृष राशि हुनेलाई। वृष राशि हुने व्यक्तिका शत्रुहरू सबै नाश भएर जाने भए। वृष राशि हुने व्यक्तिले परिवारमा सम्पूर्ण प्रकारको सुख, मातृ सुख, पितृ सुख, सन्तान सुख, बिजनेस व्यापारमा सफलताको योग जति पनि छ सबै असार महिना कटे लगतै तपाईँ वृष राशि हुनेलाई अत्यन्तै राम्रा शुभ राजयोगहरू बन्न जाँदैछ। लगत्तै वृष राशिको लागि जेठ र असार महिना अत्यन्तै उत्तम प्रकृतिको देखिएको छ। पशु चौपाए तपाईँ कृषिमा लाग्दै हुनुहुन्छ भने अति नै राम्रो धन सञ्चय गर्न सक्ने, कमाउन सक्ने, मुनाफा प्रतिफल तपाईले प्राप्त गर्न सक्ने खालको योग बन्दैछ वृष राशि हुनेलाई। तसर्थ तपाईँ कुनै पनि चिन्ता नगर्नुहोला, राम्रा राम्रा शुभ योगहरूको निर्माण तपाईको लागि भएको छ। खर्चभन्दा आम्दानीको मात्रा बढ्ने राम्रो योगहरू, कुनै चाहिँ द्वादश मुद्दा मामिलाका योग तपाईको लागि बन्दै छैन। अलिकति चाहिँ 3-4 वटा राशिहरू भने कमजोर छन्। यो 2082 सालमा यिनीहरूको खासै वर्चस्वता छैन। 1 नम्बरमा सफलता प्राप्त गर्न सक्ने राशि भनेर यो 2082 सालमा हामीले वृष राशिलाई अगाडि राखेका छौँ। वृष राशिले चमत्कार गर्ने अवस्था देखाएको छ। अब अर्को राशि हो मिथुन राशि। मिथुन राशि कति राम्रो छ। न मिथुन राशिमा 7.5 शनिको प्रभाव छ, न अढैयाको प्रकोप छ, न कुनै नराम्रा ग्रहहरूको दृष्टि नै परेको छ। त्यो कारणले गर्दा मिथुन राशिले पनि चमत्कारै गर्न सक्छ। उर्लापात यिनीहरूको भाग्यमा राम्रा राम्रा राजयोग चाहिँ बन्न गइसकेको छ। त्यो कारणले गर्दा मिथुन राशि हाम्रै परिवारमा पनि धेरै व्यक्तिहरूको सदस्यको मिथुन राशि पर्न गएको छ। त्यो कारणले गर्दा पनि म खुसी छु। अति राम्रा राम्रा शुभ योगहरू बन्न गइसकेको छ। तपाईले कहीँ न कहीँबाट धन सञ्चय गर्न सक्नुहुन्छ। तपाईको वर्षौंदेखि फसेको धन सम्पत्ति पनि तपाईको लागि आउनेवाला छ। तपाईँ झुट्टा आरोपमा पर्नु भएको छ, तपाईलाई फैसला राम्रो आफ्नो पक्षमा फैसला हुने खालको राजयोग बन्दैछ तपाईको लागि। तपाईको बोलीमा सुगमता, धीरता र विवेकमा चाहिँ एउटा सबैसँग मिल्ने किसिमको चाहिँ आत्मीयता भरिन गइराखेको छ। तपाईका शत्रुहरू सबै घोडा टेक्ने खालका अवस्थामा आउन खोजिसकेका छन्। तपाईका मावली पक्षसँग पनि तपाईको सम्बन्ध अत्यन्तै राम्रो हुनेवाला छ। र धनको मालिक एकादशमा बस्नु कारणले गर्दाखेरि श्री धन सम्पत्ति तपाईले जति पनि पाउन सक्नुहुन्छ। स्वास्थ्यमा समस्या थियो भनेदेखि स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने खालका शुभयोग पनि तपाईको लागि बनिसकेको छ। त्यो कारणले गर्दा कुनै चिन्ता छैन, कुनै चाहिँ परेशानीको विषय छैन। मिथुन राशिलाई जता गए पनि 4 वटा ढोका खुल्ने खालको योग अवसर जोड्दैछ। बन्द ढोकामा, बन्द कोठामा हुनुहुन्थ्यो, गुम्सिएर बस्नुभएको थियो, यानी कि जिन्दगीले तपाईलाई चाहिँ माथिबाट पहिरोले चाहिँ पुरिराखेको थियो भने अब उस्केर तपाईँ चाहिँ अगाडि बढ्ने खालको योग बनिसकेको छ। मिथुन राशिले पनि प्रशस्तै सफलता प्राप्त गर्न सक्ने खालको योग बन्दैछ। र राजनीतिकमा पनि राम्रो सफलता प्राप्त गर्न सक्ने, किनभने बुध ग्रहको वर्चस्वता प्रत्येक महिनामा राशि परिवर्तन गर्ने बुधले यो कार्तिक मङ्सिर महिनादेखि अत्यन्तै राम्रो सफलता तपाईलाई चाहिँ दिन सक्छ। दिन्छ पनि, सक्छ होइन, दिन्छ। त्यो कारणले गर्दा तपाईँ राजनीतिकमा फड्को मार्न सक्ने खालको योग र कार्यकुशलता तपाईको वृद्धि हुँदै जाने खालको योग। बिजनेसमा, शेयर मार्केटमा धेरै लगानी तपाईले चाहिँ राख्नु भएको थियो, त्यसले डबल तिर्बल हान्न सक्ने खालको योग तपाईको लागि बन्दैछ। मिथुन राशिलाई पनि अगाडि बढ्नुहोस् भनेर चाहिँ म यहाँबाट जानकारी दिन्छु। अब तेस्रो राशि छ कर्कट राशि। अब कर्कट राशिलाई 7.5 शनिको दशा, धेरैले भनेको सुनिन्छ अढैयाको दशा छ हैन। शनिको प्रभाव छ, अढैयाको विशेष प्रकोप बनेको कारणले गर्दा त्यो अढैया पनि खत्म भएर जाँदैछ। चैतको 17 गते, वैशाखको 6 गते लगत्तै सम्पूर्ण चाहिँ अढैयाका दोषहरू सबै समाप्त भएर जानेछ। लाग्नेछ यिनीहरूको जीवनमा घाम, लाग्नेछ यिनीहरूको भाग्यमा एउटा सूर्यको किरण हुनेछन्। यिनीहरूको भाग्य अत्यन्तै तेजस्वी, एउटा चाहिँ जसरी नागमणि चमचम चमचम चम्किएको हुन्छ, कोहिनूर हीरा चम्किएको हुन्छ, त्यस्तै गरी यिनीहरूको भाग्य पनि चम्किनेवाला छ।
7.5 वर्षदेखि 2.5 वर्षदेखि तपाईँहरू पीडित भएर बस्नुभएको थियो। कर्कट राशिका व्यक्तिले सुकुनको सास फेर्न पाउँदैछन्। वैशाख जेठ असार साउन सबै महिना तपाईँको लागि अत्यन्तै राम्रो छ। तपाईँ हरेक काममा सफलता प्राप्त गर्न सक्ने खालको योग छ। विशेष कर्कट राशिलाई विदेश यात्राको राम्रो योग बनेको छ। तपाईँलाई मानसिक समस्या, डिप्रेसन, फ्रस्ट्रेसनदेखि लिएर एन्जाइटीका समस्याहरू पनि थिए, यी सबै समाप्त हुनेछन्। तपाईँसँग विवाद गर्ने मान्छेको संख्या कम हुनेछ। तपाईँसँग तर्क वितर्क गर्ने व्यक्तिहरू चाहिँ तपाईँबाट चाहिँ विमुख भएर जानेछन्। सक्दैनन् अब तपाईँलाई कसैले पनि, सक्दैनन् तपाईँसँग कोही पनि व्यक्तिहरू लड्न। अब जित्ने तपाईँले नै हो, पक्का पक्की, यसमा कुनै पनि दुई मत छैन, शङ्का छैन। लेखेर राख्नुहोस् कर्कट राशिले यो जिन्दगीमा यो जुगभरि तपाईँले चाहिँ नगरेको काम तपाईँले गर्न सक्नुहुन्छ। आजसम्म नपाएको सफलता तपाईँले पाउन सक्नुहुन्छ, यसमा पनि कुनै दुई मत छैन। अब अर्को सफलता के छ त तपाईँलाई त? आमासँगको सम्बन्ध तपाईँको दरिलो भएर जानेछ। धन सम्पत्ति आउने बाटाहरू तपाईँको लागि चाहिँ फराकिलो भएर जानेछ। कतै लगानी गर्दै हुनुहुन्थ्यो, त्यसले पनि राम्रो प्रतिफल दिनेवाला छ। अब अचम्मैसँग चाहिँ तपाईँहरूले चाहिँ फड्को मार्न सक्ने खालको योग बन्दैछ। राम्रा सुयोग अवसरहरू तपाईँले पाउन सक्नुहुनेछ। तपाईँलाई चाहिँ यो पुलिस, आर्मी लाइन, सैन्य लाइनतिर पनि रुचि राख्ने खालको अवस्था थियो भने यसबाट पनि तपाईँले चाहिँ अगाडि बढ्न सक्ने, जागिरमा आबद्ध हुन सक्ने खालको, सरकारी जागिरमा पनि आबद्ध हुन सक्ने खालको र जागिर खाइसक्नु भएको छ भने प्रमोसनको योग पनि बन्दैछ। किनभने शनिले छोड्यो, ढिला सुस्तीका कामहरू सबै हटेर गए। अब तपाईँलाई चाहिँ पछाडि फर्किनै पर्दैन। जति पाउनु पर्ने दुःख, जति हुनुपर्नेसम्म तपाईँलाई चाहिँ समस्या भइसक्यो। अब तपाईँलाई कसैले पनि पछाडिबाट वार गर्नेवाला छैनन्। अगाडि वार गर्नेवाला पनि भ्याइए, पछाडिबाट वार गर्नेवाला पनि भ्याइए। अब तपाईँ खुरुखुरु आफ्नो बाटोतिर लाग्ने। कति राम्रो छ। अब अर्को राशि छ सिंह राशि। सिंह राशिलाई 7.5 शनि, 2.5 शनि, अनेक विविध शनिको चाहिँ दृष्टि परेको। यो दृष्टि परे पनि सिंह राशिले त आफ्नो काम गरेरै छाड्छ। यिनीहरूलाई दबाउन सक्ने, यिनीहरूलाई चाहिँ डोमिनेट गर्न सक्ने, यिनीहरूलाई चाहिँ घोक्रीठाक लाउन सक्ने मान्छेहरूको जुन चाहिँ होइन कमी थियो, यिनीहरू जहिले पनि अगाडि छन्। कहिले पनि यिनीहरू पछाडि फर्केर हेर्नै पर्दैन। अझै मेष राशिलाई अझै वैशाख महिना त अत्यन्तै राम्रो। मेष राशि हुने व्यक्तिलाई वैशाखको महिनामा यिनीहरूले नसोचेको सफलता प्राप्त गर्न सक्छन्। 2.5 लागोस्, शनि लागोस्, जुनसुकै ग्रहले चाहिँ दृष्टि दियोस्, केही समस्या पर्दैन। कुनै चिन्ता मान्नुपर्ने विषय छैन। राजनीतिकमा प्रशस्तै फड्को मार्न सक्ने खालको योग तपाईँको लागि बनेर चाहिँ बन्न जाँदैछ। त्यस कारणले गर्दा शुभयोगहरू पनि तपाईँको लागि बन्दैछ। सूर्य ग्रहको कारणले गर्दाखेरि तपाईँ चाहिँ अलिकति प्रेसरको समस्याले चिन्तित हुनुहुन्थ्यो भने त्यसमा पनि तपाईँको राहतका योगहरू पनि बन्न जाँदैछन्। चिन्ताको विषय छैन। अब यो सिंह राशिलाई विदेश यात्राको योग भन्दा पनि बिजनेस व्यापारमा प्रशस्तै सफलता प्राप्तिको योगहरू पनि बन्न जाँदैछ। यसमा पनि कुनै दुई मत छैन। तपाईँ डटेर अगाडि बढ्नुहोस्। तपाईँलाई पछाडि फर्किन पर्ने खालको योग बनेकै छैन। समष्टिगत रूपमा हेर्नु पर्दाखेरिको लागि सिंह राशिले पनि यो 2082 सालमा प्रशस्तै राज गर्न सक्ने खालको एउटा सुगम योग पनि तपाईँको लागि निर्माण भइसकेको छ। अब तपाईँ अगाडि बढ्नुहोस्। तपाईँलाई पछाडि फर्केर हेर्नै पर्दैन। जिन्दगीमा तपाईँ पछाडि फर्किनै पर्दैन। तपाईँका रोग व्याधिहरू पनि सबै समाप्त भएर जानेछन्। विदेश यात्रा भन्दा तपाईँलाई बिजनेस राम्रो छ है, यो पनि विचार गर्नुहोस्। जुन चाहिँ तपाईँ चाहिँ एकदम खर्च गर्नुभएको थियो, अब खर्चको मात्रा सबै सन्तुलनमा आउनेछ, सन्तुलित भएर जानेछ। केही समस्या हुनेवाला छैन। तपाईँको बुवासँग झगडा, तपाईँको अंशबन्डासँग झगडा, मुद्दा मामिला परिराखेको थियो, त्यसमा पनि तपाईँले नै जित्ने हो, पाउनुहुन्छ। तपाईँको चाहिँ मुद्दा जित्ने खालको योग पनि बनिसकेको छ। यहाँहरूलाई पनि बधाई दिन चाहन्छु। अर्को राशि हो 5औं नम्बरको राशि तुला राशि। तुला राशि हुने व्यक्ति अत्यन्तै गम्भीर पाराका हुन्छन्। यिनीहरूलाई मिठो खाने, राम्रो लाउने, स्ट्यान्डर्ड मेन्टेन गर्न जान्ने खालको नेचर यिनीहरूको हुन्छ नै। यिनीहरूको भाग्यमा नै चाहिँ श्री लेखेको हुन्छ। त्यो हुनाले कहिले चाहिँ पछाडि फर्केर हेर्नु पर्दैन। कहिले चाहिँ यो पुगेन त्यो पुगेन भनेर बस्नु पर्दैन। भाग्यमा शुक्र यदि कमजोर छ भने तपाईँलाई समस्या चाहिँ पर्छ। किडनीको समस्या, खानपिनमा गडबडी छ इत्यादि केही समस्या छ भने तपाईँलाई अप्ठ्यारो पर्छ। हस्पिटल लाउनुपर्छ। बुढेसकालमा सुगरको, प्रेसरको औषधि पनि तपाईँले प्राप्त गर्नुपर्छ, खानुपर्छ। त्यो कारणले गर्दा तपाईँ तुला राशि हुने व्यक्तिले पनि राजयोग निर्माण हुँदैछ। तपाईँ तुला राशि हुने व्यक्तिको लागि शुक्र बलियो भएको कारणले गर्दा विवाह सम्बन्ध, प्रेम सम्बन्धमा सफलता प्राप्तिको योग पनि तपाईँको लागि बन्दैछ। यो 2082 सालमा तुला राशि हुने व्यक्तिहरूको बढी विवाह हुने, प्रेम सम्बन्ध प्रशस्त हुने योग चाहिँ बनिसकेको छ, निर्माण भइसकेको छ। तुला राशि व्यक्तिहरू सुख सुविधा र साधनको लागि एकदम भौतारी रहने खालको राशि र पाउने पनि राशि, कर्म पनि गर्ने, अलि अल्छी पाराको भए पनि कर्म गर्ने, पछाडि नफर्किने,
त्यस्तो राशि हो विशेष तुला राशि। तुला राशि पनि सफलता प्राप्त गर्न सक्छन्। आम्दानीका योगहरू पनि बढेर जानेछ। भाइचारासँग सम्बन्ध तपाईँको लागि यानि कि दाजुभाइ दिदीबहिनीहरूसँग पनि सम्बन्ध तपाईँको अत्यन्तै राम्रो हुनेवाला छ। यो पनि राम्रो पक्ष भइदियो। तपाईँलाई गाडी किन्न सक्ने राम्रा राम्रा गिफ्टेड सामानहरू जस्तै चाहिँ मोबाइल, घडी, टेलिभिजन, डेकोरेसनका आइटमहरू पनि तपाईँले खरिद गर्न सक्ने खालको राम्रो योग पनि बन्दैछ। कतैबाट आउने खालको योग पनि तपाईँको लागि निर्माण हुँदैछ। तुला राशिले पनि जिन्दगीमा नपाएको सुख पनि अब यो 2082 सालमा पाउनेछन्। अब ढिला नगरिकन अर्को राशि मैले भन्न जाँदैछु वृश्चिक राशि। वृश्चिक राशिलाई पनि जीवनमा यो भाग्यमा जुन तपाईँको चाहिँ 79, 80, 81 सालमा जुन तपाईँले चाहिँ दुःखमा तपाईँ रुमलिनु भएको थियो, अब तपाईँको अढैया सकियो। तपाईँको शनिको दृष्टि सकियो। अब चैतको 17 गते लगत्तै तपाईँका सम्पूर्ण दशादोषहरू कटेर जानेछन्, हटेर जानेछन्। तपाईँको भाग्यमा लागेको ग्रहण पनि सबै मेटिएर जानेछ। यसमा कुनै दुई मत छैन। 2082 साल तपाईँको फुक्का फाल भएर बित्नेछ। तपाईँले भयङ्कर सोचेका सबै कामहरू बन्न सक्छन्। विदेशको लागि अल्झिनु भएको थियो, जागिरको लागि समस्यामा परिरहनु भएको थियो, बिजनेस गर्नको लागि तपाईँले मरिमेटेर लगानी गर्नुभएको थियो, चारैतिरबाट तपाईँलाई चाहिँ घुँडा टेकाइसक्यो भाग्यले। उठ्नै नसक्ने खालको बनिसक्नु भएको छ। अब सुकुनका दिनहरू तपाईँको लागि आइसकेका छन्। यसमा कुनै किसिमको दुई मत छैन। अगाडि बढ्नुहोस्, जुरुक्क हिँड्नुहोस्, जुरुक्क उठ्नुहोस्, अगाडि बढ्नुहोस्। भाग्यले तपाईँलाई अब साथ दिने खालको योग बनिसकेको छ। अब तपाईँ विशेष वृश्चिक राशिका व्यक्तिहरूको लागि चमत्कार गर्ने खालको राम्रो योगहरू पनि तपाईँको लागि बन्दैछ। राम्रा राम्रा शुभ योग पनि तपाईँको लागि बन्दैछ। शत्रुमाथि विजयको योग बन्ने, रोगका समयहरू, रोगीको एउटा चाहिँ समय तपाईँको लागि बनिसकेको छ। औषधि सेवन गर्नुभएको छ भने राहत मिल्न सक्ने खालको योग पनि तपाईँको लागि बन्दैछ। घरमा पशु चौपाय पाल्नु भएको छ भने व्यापार पनि तपाईँले पशु चौपायबाट राम्रो गर्न सक्ने खालको योग तपाईँको वृश्चिक राशिले तपाईँलाई यानि कि चाहिँ 2082 सालमा दिनेछ। कुनै पनि समस्या छैन, कुनै चिन्ता छैन। अब त्यसै बीचमा अब म ढिला नगरिकन अर्को राशि भन्दैछु, 7औं नम्बरको राशि मकर राशि। मकर राशिलाई 7.5 शनि दशाको अन्त्य 7.5 शनि दशाको प्रभावले चट्टै छोड्दैछ। अब यिनीहरूको भाग्यमा घाम लाग्नेवाला छ। यिनीहरूको अगाडिपट्टि आएको पर्खालहरू सबै भाँचिनेवाला छन्, तोडिनेवाला छन्। जसरी यिनीहरूलाई चाहिँ डोमिनेट गराउनलाई, घोक्रेठ्याक लाउनलाई जति व्यक्तिहरू चाहिँ लागि परेका थिए, तिनीहरू उल्टै चाहिँ पछारिनेछन्। उल्टै उनीहरूको बर्बादी हुनेछ। तपाईँको सुगम दिनहरू आए, उनीहरूको बर्बादी दिनहरू आए। यसमा कुनै दुई मत छैन। कार्तिक मङ्सिर पुष माघ बृहस्पति र मङ्गल ग्रहको उच्चो भएको कारणले गर्दाखेरि मकर राशिलाई अत्यन्तै लाभ, अत्यन्तै सुख सफलताको योग पनि तपाईँको लागि बन्न जाँदैछ। कुनै चिन्ता छैन। मकर राशि र कर्कट राशिलाई पनि प्रशस्तै दिव्य एउटा राजयोग पनि बन्न जाँदैछ। पढाइमा वृद्धिको योग साथसाथमा मकर राशिको जीवनमा अब घाम लाग्नेवाला छ। मकर राशिहरू जति खटिनु भएको थियो, जति परिवारको लागि, आफ्नो आफन्तीको लागि तपाईँ न्यायको विशेष प्रिय व्यक्ति, तपाईँ चाहिँ अन्यायमा परेर तपाईँ चाहिँ रुनुपर्ने जुन समय तपाईँको लागि थियो, अब सबै समाप्त भएर जानेछन्। तपाईँ कता कताबाट सफलता प्राप्त गर्ने, चारैतिरबाट पाउने। जे नबनेको कामहरू थियो सबै बन्ने होइन। रोगी हुनुहुन्थ्यो, सन्चो हुने, ऋणमा पर्नु भएको थियो, ऋणबाट मुक्त हुन सक्ने खालको, विदेश यात्रा भएन, यात्रा हुन सक्ने खालको योग, प्रमोसनको लागि पहल गर्दै हुनुहुन्थ्यो, प्रमोसन हुने खालको योग, विदेशमा हुनुहुन्थ्यो, एमआर पिआर ग्रिन कार्डको लागि एप्लाई गर्दै हुनुहुन्थ्यो होइन, प्लानिङ गर्दै हुनुहुन्थ्यो, त्यो पनि सफलता। सन्तानको लागि विचार गर्दै हुनुहुन्थ्यो, सन्तानमा पनि प्राप्तिको योगहरू होइन। आमा बुवासँग कलहका, युद्धका योगहरू पनि थिए, ती सबै समाप्त भएर जाने। अब चाहिँ घोडा दुख्ने, हड्डी दुख्ने, नसा दुख्ने समस्याले तपाईँलाई पीडित गराइराखेको थियो, त्यो पनि समाप्त भएर जाने। कति राम्रा राम्रा योगहरू आइसकेका छन् त हेर्नुहोस् त तपाईँको जीवनमा। त्यो कारणले गर्दा अब मकर राशि हुने व्यक्तिले पनि सुकुनको सास फेर्न जाँदैछन्। यिनीहरूको भाग्यमा अब चाहिँ कुनै नराम्रो प्रकारको चाहिँ घटनाहरू घट्ने छैन। तपाईँ विशेष वृष राशि, मिथुन राशि, कर्कट राशि, सिंह राशि, तुला राशि, वृश्चिक राशि र मकर राशिका व्यक्तिहरूले अबको 2082 सालमा भने जस्तो समय बिताउन सक्दैछन्। बन्दैछ यिनीहरूको भाग्यमा सुगम प्रकारको राजयोग, राम्रा राम्रा सुगम राजयोग बन्दैछ। यति भन्दै अब आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु। तपाईलाई आफ्नो भाग्य चिना ग्रह दशाका बारेमा राम्रोसँग अनुसन्धान गराउन मन लागेको छ भने दिएको नम्बरमा अथवा डिस्क्रिप्सनमा पनि तपाईको लागि मैले नम्बर राखिदिएको छु। त्यही नम्बरबाट मलाई व्हाट्सएप अथवा भाइबरको माध्यमबाट मेसेज गर्नु होला। रिप्लाई अवश्य पनि आउनेछ। तपाईको सम्पूर्ण जीवन चक्रको बारेमा मैले जानकारी दिनेछु। आजको लागि भने म छुट्टिन्छु। यतिन्जेलसम्म पनि कार्यक्रमलाई चाहिँ तपाईले आएर लाइक गर्नुभएको छैन, सब्स्क्राइब गर्न बिर्सिनु भएको छ भनेदेखि त्यति गरिदिनुस्। नयाँ नयाँ भिडियो तपाईको अगाडि ठ्याक्क आउनेछ। बन्ने बित्तिकै
आजको लागि म छुट्टिन्छु। जय श्री राधे, जय श्री कृष्ण।